स्वास्थ्य सेवाको कुरा गर्दा कहिलेकाहीँ यताउता दौडधुप गर्नुपर्दा कस्तो झन्झट हुन्छ होइन? धेरैको लागि यो एउटा दिक्कलाग्दो अनुभव बन्छ। आज हामी यही समस्यालाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने एउटा समाधानको बारेमा कुरा गर्दैछौँ। एकपटक सोच्नुहोस् त, स्वास्थ्य जाँचको लागि एउटा ठाउँबाट अर्को ठाउँ अनि फेरि अर्को ठाउँ कति समय र शक्ति खेर जान्छ। यो सायद हामीमध्ये धेरैले भोगेको एउटा साझा समस्या हो। त्यसो भए यो दिक्कलाग्दो यात्रा वास्तवमा कस्तो हुन्छ त? आउनुहोस्, स्वास्थ्य सेवा लिँदा सामान्यतया भोगिने झन्झटहरूलाई अझ नजिकबाट हेरौँ। ल, कल्पना गरौँ है, पहिले डाक्टरलाई भेट्न गइन्छ। त्यसपछि डाक्टरले कुनै टेस्ट लेखिदिनुहुन्छ अनि त्यसको लागि छुट्टै ल्याब खोज्दै जानु पर्यो। फेरि एक्सरे वा भिडियो एक्सरे चाहियो भने त्यो अर्कै ठाउँमा। अनि अन्त्यमा सबै रिपोर्ट बोकेर औषधि किन्न फार्मेसी पुग्नु पर्यो। सोच्नुहोस् त, कति धेरै दौडधुप र समयको बर्बाद। यहाँ भिन्नता एकदमै स्पष्ट छ होइन र? एकातिर त्यो पुरानो तरिका छ जहाँ धेरै ठाउँ धाउँदा पुरै दिन बित्छ। अर्कोतिर एउटा नयाँ तरिका छ जहाँ एकै ठाउँमा सबै काम सकिन्छ र कति धेरै समय बच्छ। यदि त्यो समस्या हो भने समाधान के त? त्यो सरल बाटो के होला? ल, अब समस्याबाट समाधानतिर लागौँ र स्वास्थ्य सेवाको एउटा नयाँ एकीकृत मोडेलको बारेमा कुरा गरौँ। हो, त्यो समाधान हो आशीर्वाद हेल्थ केयर क्लिनिक। यो त्यही ठाउँ हो जहाँ स्वास्थ्य सेवाको त्यो भुलभुलैया र दिक्कलाग्दो यात्राको अन्त्य हुन्छ। अनि उहाँहरूको मूल मन्त्र पनि यही हो, पूर्ण हेरचाह, विश्वासीय सेवा। यो एउटा नारा मात्र होइन, सुरुमै उहाँहरूको लक्ष्य र प्रतिबद्धता के हो भन्ने कुरा यसले स्पष्ट पार्छ। पूर्ण हेरचाह सुन्दा त राम्रो लाग्छ, तर यसको वास्तविक अर्थ के हो त? यसभित्र के सेवाहरू पर्छन्? आउनुहोस्, अब यो क्लिनिकले एउटै छानामुनि के कस्ता सेवाहरू दिन्छ त्यो हेरौँ। यहाँ सबै कुरा एकै ठाउँमा छ। डाक्टरसँगको परामर्शदेखि लिएर आवश्यक पर्ने सबै औषधिहरू किन्नसम्म। ल्याब टेस्ट गराउनु पर्यो, यही हुन्छ। भिडियो, एक्सरे, इसिजी वा एक्सरे त्यो पनि यही उपलब्ध छ। यहाँसम्म कि सामान्य ड्रेसिङ र घाउको हेरचाहको लागि पनि अन्त कतै जानु पर्दैन। यसको मतलब दौडधुपको अन्त्य, जसले समय र झन्झट दुवै बचाउँछ। तर हेर्नुहोस्, सेवाहरूको लामो सूची हुनु मात्रै त सबथोक होइन होइन र? त्यसो भए यो क्लिनिकलाई साँच्चै विशेष के कुराले बनाउँछ त? अब यसका मुख्य फाइदाहरू र उहाँहरूको मूल मान्यताको बारेमा कुरा गरौँ। एकछिन रोकिएर सोचौँ त, के सुविधा मात्रै सबैभन्दा महत्त्वपूर्ण कुरा हो? पक्कै पनि होइन। एउटा साँच्चै भरपर्दो सेवा सुविधाभन्दा धेरै माथि हुन्छ। यो त बिरामीको विश्वास जित्ने कुरा हो। आशीर्वादको प्रतिबद्धता चारवटा मुख्य स्तम्भमा टिकेको देखिन्छ। पहिलो, अनुभवी र हेरचाह गर्ने पेशेवरहरूबाट सेवा। दोस्रो, सही र भरपर्दो रिपोर्ट, जसले निदानमा आत्मविश्वास दिन्छ। तेस्रो, किफायती उपचार, ताकि गुणस्तरीय सेवामा सबैको पहुँच होस्। र अन्त्यमा, सफा, सुरक्षित र स्वच्छ वातावरण। यी सबै कुराले बिरामीलाई ढुक्क महसुस गराउँछ। र यी सबैको केन्द्रमा छ बिरामी केन्द्रित हेरचाह। यसको अर्थ के हो त? यो एउटा सरल सोच हो। बिरामी उपचार लिने व्यक्ति मात्र होइन, आफ्नो स्वास्थ्य यात्राको एक सक्रिय साझेदार हो। उसको कुरा सुनिन्छ र आवश्यकतालाई सधैँ प्राथमिकतामा राखिन्छ। ल, यदि एकीकृत स्वास्थ्य सेवाको यो अवधारणा उपयोगी लाग्यो र यसबाट फाइदा लिन सकिन्छ जस्तो लाग्छ भने अबको जानकारी महत्त्वपूर्ण हुन सक्छ। क्लिनिकको ठेगाना शङ्खमूल चोकमा लक्ष्मी सनराइज ब्याङ्कको ठिक अगाडि रहेको छ र आवश्यक पर्नेहरूका लागि सम्पर्क नम्बरहरू पनि यहाँ दिइएको छ। र अन्त्यमा यो नाराले क्लिनिकको सम्पूर्ण दर्शनलाई समेट्छ। तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता हो। यो केवल एक भनाइ होइन, बिरामीलाई सधैँ पहिलो स्थानमा राख्ने एउटा प्रतिबद्धता हो। यो प्रस्तुतिलाई बीच मार्दा एउटा महत्त्वपूर्ण प्रश्नमा सोच्न छोडेर जाउँ कि यस्ता सबै सुविधा एकै ठाउँमा भएका क्लिनिकहरू नै हाम्रो समुदायमा स्वास्थ्य सेवालाई थप सहज र पहुँचयोग्य बनाउने भविष्यको मार्ग हुन सक्छन् त? यो साँच्चै विचार गर्नुपर्ने कुरा हो।